आन्द्रा चिसा हुने बुढी हुने मकैलाई लगाइदिएको के भन्छ कि यो बुढीले त फेरि नि आँखा देख्नै छोडेछु मैले त सीमा अनि केटी जस्तो देखिन्छ त अनि हेलो साथीहरू सबैजनालाई गुड मर्निङ फेरि पनि आज पनि म आइसकेँ नयाँ भिडियो लिएर हजुर सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज फेरि मकै खन्ने कार्यक्रम भइरहेको छ हाम्रो है मकै खन्न जान लागेको अस्तिको पालीमा जान पाएन त्यो बारीमा चाहिँ अनि अहिले चाहिँ म जाँदैछु हाम्रो चाहिँ आजको चाहिँ 3 घन्टे खेताला हो हामी चाहिँ 3 घन्टामै फर्किने 10 बजे त्यो पाटो सकिन्छ सकिन्न ए भोइ भ्या त्यत्रो ए अस्ति मल हालेर राखेको मकै अलिक सानो सानो थियो कस्तो भएको छ अब गएपछि थाहा हुन्छ है हजुरतिर त मकै खन्न सक्यो होला के रे हामी त बल्ल मकै खन्न हिँड्दैछौँ नि जेठा मकै खन्ने कहिले कोदो रोप्ने हो कुन्नी थाहा छैन ओ त वनतिर खोज्न जानु है कोदाली तलतिर फाल्दिने हो इ मकै अस्ति मल हाल्न आएको बारी गिलोचोटि एकोरे खन्द आउन पाइनँ साथीहरूले भिडियो बनाइदिनु भएको थियो थोरै छोटो अनि चाहिँ म मल छर्न आएको बारी 12 बजे घाममा हे यो मेरो मकै अलि कालो भएछ भनेको त अलि नभरै चाहिँ तलबाट आउने है तलबाट आउने होला चप्पलहरु त यहाँ राख्नु दुईजना हामी 10 बजेसम्म घामले पोल्छ फेरि ए 3 जना तिमीहरू 2 जनालाई गनेको नि त आफूलाई त बिर्सेको अरूलाई मात्र गनेको 2 जना अरे ए आमा यो मकै अलि ठुलो होला भनेर मल हालेको त मकैले त भुइँ नै छोडे छैन त भाइ अनि किन हुँदैन कालो नभएको 1 हप्ता हुन लाग्यो त अच्छा अरूको मकै यस्तो राम्रो छ हो न्युरी पर्न नसकेको दिदी ए किन हो र बिहान भएर होला नि अलि एकछिनमा त हलाउँछ कस्तो रहेछ जान्छ माटो ठिकै छ माथि हो कि खरे खरे गर्ने अन्त हाई आँखा देख्नै छोडेछु मैले त सीमा अनि केटी जस्तो देखिन्छ त अनि ल मकैबारी दराम उडाउन लैभ्याएको 6 बजे आएको ए हामी त बल्ल ए काली इ आइछे मेरो बोली सुनेको त कुकुर यहाँ आइपुगेको कता गयो त आर्की सेती ए यहाँ त खोइ ए कति बेला आइपुग्ने गयो म त गीत आउँदै आउनुभयो गुनगुना गीत आउँदै हिँड्छ त्यो बाता नफाल्नु न म आइभ्या मेरो कोदाली मान्छे छैन भने कोदाली फालिदिनु भाइ कता बसौँ मकै बारी दरेम हरियो काक्रो करेम हजुरको बारी त हजुरको बारी कति साह्रो त्यही भएर कि त्यो त्यत्रो बेर लाग्यो हजुरलाई त साँच्चै पेके पारेको त बारीले त पेके पारे मलाई भोक लाएर केही नखाइदिएको ल्याउनु पटक्कै छोडम भने 2 खेत कोदाली नि राख्यो भएन फेरि ल्याउँछु गएको पनि हुन्छ भने फेरि खाने त्यहाँ न्युरो टिप्ने हिँडे त्यही छोरा त्यहाँ फेरि
यता अब यता मास्तिर आसी छ क्या यता मेलो त्यस्तै तीनजनाले 2 घन्टा चिरिप्प दोहोऱ्याउने बेला नि भ्याइँदो रहेछ इ 2 जना यता मैले यहाँ टोपी घाम नलाउँदा त खासै लाउनु मन लाग्दैन टोपी यहाँ छ कि मकैलाई लगाइदिएको बत्तल खोज्न जानु पर्यो बत्तल कहाँ छोडेँ कता अघि पानी खाएको कहाँ हो यहाँ रहेछ मकै त यता र उता हेर्दा टुँडो देखिन्न उता र यता हेर्दा टुँडो देखिन्न मकै त यहाँ माथिल्लो गरेको अल्को देखेको माथिल्लो घर भएर म बिचा मकै घारी किराहरू देखेछ मकैबारी दर्याम यो साँप यहाँ र निनी पारेर यहाँबाट यता हाम्रो फेरि कोदाली काँदा हाल्ने त हो नि जाने बेला भयो भनेर होला नि बुढीले भ्याइयो के भनेर होला कोदाली ठोक्ने भने टाइम भ्याइयो झैँ लाग्यो क्या आमाले त ए ल ए ल्याउनु पानी खान्छ ल खाउनु खान्छ पानी खाउलु म त खाँदिनँ पानी धेरै खानेन आन्द्रो चिसो हुन्छ के भन्छ कि यो बुढीले त फेरि ए पानी धेरै खायो भने आन्द्रो चिसो हुन्छ अरे कसैको फेरि पानी धेरै खायो भने आन्द्रोमा चिसो छ कि बिमार आएर सोलम पानी धेरै चढाएको पानी धेरै पानी हान्नु त दिनु पानी हान्नेलाई पनि पानी हान्नु नदिने बुढी आन्द्रा चिसा हुने बुढी हुने हाँस्दाखेरि निस्केको भूत भुलुत त पारेर यो मयाले हो आयो बाबा उजेलो नभए आँखा झिल्ली ल फेरि निदाउनु भयो एकचोटि उजेलो नभए झोला छ बोतल बोक्नु त अयो बाबा कस्तो नाकै पुतुतै भयो ल्याउनु म बोक्छु झोला सबै पानी नाका पनि निस्केको नि पुलुले ल जाऊ म मेरो कोदाली म बोक्छु हात तेरी मेरो कोदाली म बोक्छु के हे यो बुढी पनि मै बोक्छु भयो मेरो त ल यो पाटा सकियो ल एकचोटि हाँसी आउने रे गालै दुख्ने रे हाँसियो आन्द्रो के को आन्द्रो चिसो हुने त नि झन् पानी खाएर नहुने कुरो नि बोल्ने गङ्गा एक्लै मेरो जस्तै चप्पल रहेछ भने बुढी लाएर लाउनु
त दुईटा हो नि त कोदाल त्यही भएर